बनाउने चाहिँ कसले? यहाँ त कालोवाले बनाएर खुवाउनुहुन्छ भिन्नु नभएर त। ए भिन्नु नभएर चाहिँ कति वर्ष बस्नुभयो हजुरबाहरू भनौँ न? भनौँ न हामीले थाहा पाउँदाखेरि दुईवटा वर्ष कि बस्यो हो त। खुब उ गर्ने टिचर बर्खा दिनमा काम लाउनु हुन्न थियो बुहारीहरूलाई। ए परे आफै घाँस काट्ने। अब आमा माई त जानु हुन्थेन होला बरे? हजुरआमा अरू त गइहाल्थ्यो होला। होइन त्यही त हजुरआमा गए पनि अब कोही कोही भएको नि बुहारीहरूलाई पनि नलाउने। सेलपिट सराए नै अनि बेलुका भोलिपछि खाऊ त घिउ खा भने दसैँमा 90 दिनमा मासु भन्छ नि काइलो गर्थ्यो। 5-6 जना हरिगोटामा गिर्तीको गोटामा हालेर त्यो जम्मे त हाट जति थियो मजासँग त्यो मैले पिरो पारे स्वाङ गरेर त खाछ भात भोलिपछि खावा भन्थे कालोबा। पछि कालोबार छुट्यो गएपछि गर्ने तता बुढौली त पछिसम्म पकाएर ल्याइदियो मैले। जमखोर भित्ते जामी बडा गोल्तीमा त्यस्तो हत्या गरेर थियो अहिले भनेर तपाईँले भन्दै हुँदैन तपाईँ त हाम्रो त देउता हुन्थ्यो बडा आफ्नो ज्वाइँहरूसँग गयो होला। यसबाट जान्छु भन्दैन थियो अनि सुन्छु होला भन्दैन। यहाँ आएर नि खोइ के हुन्छ अहिले सन्चो भएको हुन्छ। पानी यसपाल भदौ बर्स्यो। ए भनेपछि काले लुगा लाउनु थाल्यो रे? यसो हेर्दा के हुन्छ सधैँ लाउँछ नि लुगा त अरूलाई हेर्दा अहिले जाउँला एकछिन तिमीलाई के भन्दैन। त्यही जाउँला नि अहिले रह्यो भने छाता साता ओढेर जाउँला के त अब उसलाई त्यहाँसम्म पुऱ्याइदिएर ल्याइदियो भिज्यो भिज्छ मलाई।